Hello, good morning Ritusa. Welcome to my YouTube channel Ritusa Maji, Hitesh Maji. हेर्नु है साथीहरु हाम्रो चाहिँ घरमा भर्खर 6 बजेर 41 मिनेट गएछ। हाम्रो डन उठिसक्नु भएको छ यहाँ। रितेश डन उठिसक्नु भएको छ भने ऋतुसा डन पनि उठेर यहाँ दुःख दिइसक्नु भएको छ मलाई। यति छिटो बिहान किन उठेको तिमीहरु वहाँ त? ऋतुसा के गर्छौ हो यति छिटो उठेर तिमीहरु? रितेश के गर्ने यहाँ चिसो हेर्नु आमामा झ्यालतिर हेर्नु पुरै शीत परिरहेछ। यिनीहरु यहाँ उठिसके। मेरो रितेश दादाको चर्ती कला हेर्नु है यहाँ। के गरेको दादा? दादा बाहिर जाने? जतिखेर बाहिर जाने मात्र भन्छ। थाई गयो दादा थाई 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 थाई। रितेश दादा दिदी के छ अनि हाल खबर? ठीक छ। दिदीले आज के किनेर ल्याछ देखाउनुस् लिएर आउँ। छिटो छिटो हिजो के किनेर ल्याएर हामीले लिएर उठेर छिटो छिटो। चस्मा कस्तो छ खै? लिएर आउँ त ल ल ल। के खाएको बाबा? ए दादा बाबा खाएको? बाबा देऊ नि त मलाई देऊ बाबा देऊ। थ्याङ्कु रितेशले मलाई दियो। देखाउ त देखाउ रितेश। अहिले गयो नि त्यो तिम्रो चक्लेट देखाउ त। ऋतुसाले चक्लेट हेर्दैछ होइन। अब ऋतुसाल चाहिँ आज क्रिसमसको इभ अनि म्यामलाई गिफ्ट लगिदिने भनेर चक्लेट खोज्दै थिए। खै त चक्लेट तिम्रो? खै झिक त? ऋतुसाल चक्लेट चाहिँ बेथिन। खै तिम्रो सामान यहाँ ल्याउ। ऋतुसाको दादा बिहान उठेर के गरेको भन त तिमी? ओ रितेश नमस्ते गर छिटो नमस्ते। वाउ यता लिएर सबै लिएर त यहाँ देखाउने। यहाँ लिएर सबै लिएर यहाँ ल्याउ न। पुग्दैन एकछिन देखाउनु मात्रै। यहाँ ल्याउ हेर्छु। यहाँ ल्याउ चल ल्याउ यता लिएर। यो कसलाई गिफ्ट भन रिचा? ल यो चाहिँ आज चाहिँ रिचाले म्यामलाई गिफ्ट लगिदिने रे क्रिसमसको तर्फबाट होइन रितुसा? अनि गिफ्ट के भन्ने म्यामलाई ल भन त? ल राख ब्यागमा हालेर राख ल। रिचाले म्यामलाई गिफ्ट दिनुहुन्छ। अब रिचाको पनि गिफ्ट हेरौँ न खै। रिचाको गिफ्ट ल्याउ त। यो चाहिँ रिचाको गिफ्ट। यहाँ लिएर आउनु हेर्छु। तँ त्यहीँ राखेर लिएर आउनु अरू चाहिँ। हो यहाँ लिएर आऊ त। हो यहाँ राख त। अन्त हेर्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो ऋतुसाको क्रिसमस। जिङ्गल बेल जिङ्गल बेल जिङ्गल अन द बेल जिङ्गल बेल। रितेश यो लगाऊ जिङ्गल बेल। ल हाम्रो रितेशको चाहिँ जिङ्गल बेल। रिचा यो लगाएर देखाइदेऊ मलाई ल। तिम्रो यो गिफ्ट हेरौँ। वाउ ऋतुसा पहिला चस्मा लगाऊ ल। ल हेर्न सक्नुहुन्छ ऋतुसाको च्यास्मा। बर्थडेको होइन जिङ्गल बेलको चस्मा। वाउ अब भाइ त पछाडि छ तसतिर। ल वाउ ऋतुसा वाउ। लेभेन्टी पनि खोल्नु पर्यो रे ऋतुसालाई चाहिँ ल जिङ्गल बेलकोमा। ल ऋतुसालाई अलिक खोकी लागेछ चिसो भइरहेछ। वाउ अब अर्को पनि।
कति राम्रो देख्यो यसो गर त देख्नु साथीहरू हाम्रो रितिसा कति राम्रो देखियो ल कसले किनिदिएको भन त यो हाई फाइ ल त्यसो भए त राइट ल भाइलाई हेरौँ भाइ खै तिम्रो सामान चाहिँ भाइ त खोजे छ त भाइ के खोजेको धेरै ननिकाल धेरै छोरो ल हाम्रो दिदी भाइको माया होइन त भाइ के लगाएको रिचा त देखाऊ के हो यो भनेर त लिपस्टिक हो लिप बाम हो लिप बाम लगाएको छ रितिसाले ए रितेश के हो त्यो देखाऊ भने रितिसालाई त क्रिसमस लागिसकेको छ होइन तिमीलाई क्रिसमस लागिसक्यो ल मेरी क्रिसमस भन नि त एभ्री वान ल भाइ अनि हजुर ल हाल राख ल स्कुलमा लगाउनु पर्छ ल ल के गरेको भाइ ल रितेश ओ रितेश के लगाएको त्यो जिङ्गल बेल जिङ्गल अन द बेल रितेश दादा जिङ्गल बेल दादा यता हेरिस हेलो गर हेलो 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 दादा दादा हेलो ल दादा हेलो भन हेलो ल के गरेको ल ल ल ल ल रितेश पनि हाम्रो दादालाई पनि क्रिसमस लागिसक्यो यी बिहान बिहानै क्रिसमसको टोपी लगाइसक्नु भएको छ दादाले होइन त रितेशा ल हाम्रो दिदी भाइलाई नै हेलो हेलो जिङ्गल बेल वाह खानेकुरा आयो रितेशा आयो खानेकुरो अब भाइ पनि आइपुग्यो खानालाई भाइ लुगा लाउने छिटो लाउँदै खाँदै भने म खुवाइदिन्छु छिटो लुगा लाउनु परेन अहिले मान्दैन कपाल गर्नु पर्यो ढिला भन्छ छिटो ए लिपस्टिकको खोल्ला सबैले चाहिने लिपस्टिक मिठो छ दादा ओ लितेश मिठो छ छ उता लैजाइ छिटो खोल हाम्रो आमा साह्रै सुची छन् ल छिटो गर ल बाई गाइज आजलाई चाहिँ यति नै है अब फेरि अर्को ब्लगमा भेट्नेछौँ हामी ल रितेश दादा टाटा रितेश बाई भन सब्सक्राइब गरिदिनु साथीहरू भन बाई दादा रितेश हेलो ओ बाई ल